हेलो नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई सेयर बजार डाइनामिक्स च्यानलमा। र आज नेप्से 7.73 अङ्कले बढेको छ र आज 4 अर्ब 74 करोडको कारोबार देखिएको छ। र यहाँ आज कुरा गर्दै जाँदाखेरि 158वटा कम्पनी चाहिँ ग्रिन भएको छ। यसको अर्थ के बुझ्न सकिन्छ भने नम्बर अफ स्टक चाहिँ घटेको भन्दा नम्बर अफ स्टक चाहिँ बढेको छ भनेको एउटा हेल्थको साइडबाट चाहिँ नेप्सेको चाहिँ इम्प्रुभ भइरहेको देखिन्छ है। यसको मतलब नेप्सेमा छिटो नै इन्ट्री सिग्नल आउँदैछ भन्ने कुरा बुझिन्छ। र इन्ट्री सिग्नल नेप्सेले दिइसकेपछि हामीले के कुरा हेर्नु पर्यो भने टप गेनर, टप टर्नओभर, टप भोल्युम, टप ट्रान्जेक्सन कम्पनी मध्येमा कुनले आफ्नो सेटअपमा इन्ट्री दिएको छ, बाई दिएको छ भन्ने कुरा चाहिँ हेरेर चाहिँ बाई गर्नुपर्ने हुन्छ। र हाम्रो बायस विकली बायस त पोजिटिभै छ र डेलीमा हामीले हेर्दैछौँ। यदि डेलीमा बायस पोजिटिभ हुने बित्तिकै र आवरलीमा बायस पोजिटिभ हुने बित्तिकै हामीले चाहिँ सिस्टम यानि कि सिस्टम भनेको एउटा मुभिङ एभरेज हुनसक्छ, बोलिन्जर ब्यान्ड हुनसक्छ, आरएसआई हुनसक्छ, जे हुनसक्छ, आफ्नो सिस्टम जे छ होइन, सपोर्ट रेजिस्टेन्स हुनसक्छ, त्यो प्रयोग गरेर स्टकहरू हामीले लिन सक्छौँ। अब आजको टप गेनरहरू हेर्दाखेरि कोरबल, पिसिआइएल, एसआइपिडी यिनीहरू आफै तपाईँहरूले हेरिहाल्नुहुन्छ। र टप टर्नओभरको कुरा गर्दा आरएसएमएल, एकेजिसिएल जस्ता कम्पनीहरू रहेको छ भने टप भोल्युममा एकेजिसिएल, एनएचपिसी जस्ता कम्पनी रहेको छ। र टप ट्रान्जेक्सन ह्यान्ड चेन्ज कति भयो त होइन भनेको चाहिँ अब यी कम्पनीहरू रहेका छन्। अब लागौँ नेप्सेको एनालाइसिसतर्फ। अब आजको क्यान्डल चाहिँ अलिकति इन्डिसिजन टाइपको बनेको छ, यानि कि बायर र सेलरको फाइट चाहिँ परो र बायर र सेलरको फाइट चाहिँ अलिकतिले भए पनि बायरले जितेको छ, किनभने ग्रिन बनेको छ, यानि कि सेलिङ भन्दा बाइङ स्ट्रेन्थ ज्यादा थियो है। अब हामीले अस्तिको विकली एनालाइसिसमा विकली अनुसार बायस हाम्रो चाहिँ पोजिटिभ छ र डेलीमा हाम्रो चाहिँ कस्तो भइरहेछ भने लिक्विडिटी स्विप गरेर माथितिर गइरहेछ र आज पनि यही रेन्ज, यो क्यान्डलको माथिल्लो रेन्जमा चाहिँ रह्यो नि त। यो रेन्जभन्दा पनि तल आउन सकेन, यो रेन्जभन्दा पनि आउन सकेन भनेपछि यसमा केही न केही पोजिटिभ देख्न सकिन्छ क्या। र त्यसै गरी हामीले चाहिँ आवरली क्यान्डलमा हेरिदिउँ त आवरली चाहिँ के छ त, सुरु चाहिँ सानै टाइम फ्रेमबाट सुरु हुने हो। ट्रेन्ड चेन्जको कुरा सानो टाइम फ्रेमबाटै सुरु हुने हो, माथिल्लो टाइम फ्रेममा सर्दै जान्छ। र हामीले चाहिँ पर्फेक्ट इन्ट्रीको लागि, यदि स्विङ ट्रेडर हो भने पर्फेक्ट इन्ट्रीको लागि चाहिँ आवरली चार्ट इन्ट्री रिफाइन गर्नको लागि प्रयोग गरिन्छ। आवरली चार्ट सबभन्दा राम्रो र सही टाइममा हामीले इन्ट्री एक्जिट गराउने एउटा चार्ट हो। ल आवरली चार्ट हेर्दाखेरि के छ भन्दाखेरि हाम्रो अस्ति डाइभर्जेन्स आइसकेको थियो र डाइभर्जेन्सलाई पनि कन्फर्म गरिसकेको छ। हेर्नु त यहाँ यो ट्रेन्ड लाइन जुन छ, यो ट्रेन्ड लाइन ब्रेक भइसकेको छ नि त। ट्रेन्ड लाइन ब्रेक भइसकेर रिटेस्ट गर्दैछ र मुभिङ एभरेजलाई पनि तोडेर माथि गएर रिटेस्ट गर्दैछ र 920 को मुभिङ एभरेजले पनि अक्रस दिन खोजिरहेको छ। भोलि दिन सक्छ यदि यो कन्सोलिडेसनलाई ब्रेकआउट गरेर माथि बस्छ भने यहाँ चाहिँ अक्रस पनि आइपुगेको हुन्छ र झन् कन्फर्म भइन्छ क्या। आज तपाईँले 20% एड गर्नुभयो भने भोलि 30% एड गर्न सक्नुहुन्छ क्या, अथवा 50%। र 30% चाहिँ क्यासमै बस्नु होला, जतिखेर पनि अपर्च्युनिटी आउन सक्छ डिफ्रेन्ट स्टकहरूमा। त्यही भएर एकैचोटि वात्तै बाई सिग्नल आउँदैन, बिस्तारै 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 रिटेलरलाई थाहा नपाउने गरेर चाहिँ बाई सिग्नल आउन खोज्दैछ। हजुरहरू पनि एकदम कसियस हुनु होला र एक्ज्याक्ट टाइममा इन्ट्री गर्नु होला। ल कुरा गर्दाखेरि नेप्सेमा कुन सेक्टरतिर आँखा लाउन सकिन्छ त भन्ने कुरा यसो हेरौँ एकचोटि। हाम्रो चाहिँ हाइड्रो पावरमा 44% टर्नओभर आएको छ है, 44% चाहिँ टर्नओभर आएको छ। त्यसै गरी म्यानुफ्याक्चरमा 15%, डेभलपमेन्ट ब्याङ्कमा 9% आएको छ। र आज बढेको कुन छ? म्यानुफ्याक्चर डेभलपमेन्ट, होटेल छ। म्यानुफ्याक्चर डेभलपमेन्ट टर्नओभरमा पनि थियो र गेरसमा पनि छ भनेपछि म्यानुफ्याक्चर डेभलपमेन्ट ब्याङ्कमा चाहिँ आँखा लाउँदा बेस्ट देखिन्छ। र हाइड्रो पावर त जहिले पनि हाम्रो चाहिँ टप टर्नओभरमा आइरहेको हुन्छ। हाइड्रो पावरले यदि सिग्नल दिएको खण्डमा हामी चाहिँ त्यसमा इन्ट्री गर्न सक्छौँ। हाइड्रो पावरले आज
हाइड्रो पावरले आज चाहिँ अलिकति नेगेटिभ क्यान्डल चाहिँ बनाएको छ आवरली चार्टमा। डेली चार्टमा के छ? डेली चार्टमा त ह्यामरै थियो, माथि जान खोज्दैछ, रिटेस्ट गर्दैछ, ठिकै छ। हाइड्रो पावरलाई पनि हेर्न सक्नुहुन्छ है त साथीहरू। टप टर्नओभरमा आएको स्क्रिप्ट डिस्काउन्ट जोनमा त पुलब्याक इन्ट्री कन्फर्म भएको र टप टर्नओभरमा आएको स्क्रिप्टहरू हेर्नु होला। यति भन्दै हाम्रो नेप्सेको एनालाइसिसबाट बिदा चाहन्छु। हस्त, धन्यवाद।